खा खा राजभाइ उता आइरह भर्खरै भर्खरै अघि आएर फेरि गएको गफ दिने त 51 यस्तै हुन्छ अब यसलाई स्लो मोसन खेलायो नि बब्बा लाउँछ थोप्रा नि गति लाउनु पर्यो नि त राजभाइको भ्लगमा बोल्नुहुन्थ्यो त ए ऊ कामले अहिले भिडियो हाल्नुपर्छ नि त अब पर्सि हो कि कहिले शनिबार प्रोग्राम छ होइन त्यतिखेर ल्याउँछु नि गाइस अहिले चाहिँ हामी भक्तपुर आएको छौँ अनि यहाँ खाना लगाएको होइन त्यहाँ राजभाइ उता आइरह भर्खरै अघि आएर फेरि गएको अनि के भन्छ खै के हाल्ने भनेको थियो अरे चिनी हाल्ने रे यसले चाहिँ कोकमा भन्छ त सौका यस्तो यस्तो खतम काम जुठो नगरे म तेरो जुठो खाँदिनँ क्लोज अप शट हान्न अलि यस्तो खै त 51 यस्तै हुन्छ अब यसलाई स्लो मोसन खेलायो नि बब्बा लाउँछ थोप्रा नि गति लाउनु पर्यो नि त सो आज चाहिँ के भएको भन्दाखेरि हामी 150 थियो 140 जति थियो होइन अनि त्यतिखेर त्यो ट्राफिक चेकिङ भइरहेको रहेछ कि स्पिडको राजमा आमा यस्तो बेसारी कुदाएको थियो त्यो समाप्त 132 34 35 भने नि त मामाहरूले चेक गरेर रहेछ नि त स्पिड सरी एउटा ट्राफिक नै आएर नि ट्राफिक नि सरजी फेरि घरमै आएर उठाउला त मसँग बाइक छैन नउठाउनु होला तर यसो सोच्दाखेरि आज चाहिँ ट्राफिकलाई नि माया लाग्दो रहेछ आफ्नो ज्यान 150 मा त आएन है बिचमा हामीलाई के थाहा त त्यहाँ चेकिङ हुन्छ भने कि त पहिला अगाडि यसरी स्पिड चेकिङ भनेर देखाउनु खाली हाइवे छ त्यही न खाली हाइवे छ अनि कुदाउनु मन लागिहाल्छ नि मैले त फर्स्ट सिफ्ट गरेर सेकेन्ड थर्ड फोर्थ सिफ्ट गरेर ठ्याक्क 5 मा हालेको यस्तो हेर्छु त 10 जना यहाँ एक झार्दै हाल्यो अलिकति चाहिँ लोभ हो जोस् मजा आएको थियो बस अति नै बाबा यो बुटमा त हुन्न त्यसलाई लेफ्ट भन्छ कस्तो लेफ्टी हो क्या यो मान्छे त के बना भाइ हो के बनायो अझ त्यो अघि नको देखा न त्यो खुट्टा टेकेको कहाँ छ त्यो ए यहाँ थाहा पाइरहेको छु खुट्टा खिचारे अब फाइनली हामी चाहिँ भक्तपुर आइसक्यौँ होइन त्यो मोटेको हेरेँ यहाँ मोड हुन्छ यहाँ तल हेरेँ यो भयो ट्याक्क लगाएर अब मोटेको हेरेँ यहाँ यस्तो गरेर मोटे यहाँ त अनुहारै ठुलो गरिदिएर यहाँ भिडियो ए हिचुवाहरू मासुको टुक्रै खस्नु नि बरु सबै सगा ओए ओए बुढा पिज्जा खाइसकेको त्यो तिनवटा खाइसकेको र पिज्जा खान नआउनेहरू चाहिँ यहाँ त खा त ल ए ए ए आज कम गर्न त देखा त ल्याइ जुम गरेर सिजुवान स्याल जस्तो देख्छ त पैसा तिर्ने मैले के खाएँ बिहान भर्खर मैले 25,000 दिएको हो कि होइन ल फाइनेन्समा हाल्नुको लागि नो द्याट्स माई मनी ल ल म अहिले डेबिट कहाँबाट भएको देखाइदिउँ
मैले नि दिएको छु पैसा राख्नको लागि मेरो अहिले पो तिर्छु त नि क्यामेरा ल ल यो चाहिँ क्यामेरामा देखाउँछु ल ल अलरेडी गाइस अहिले चाहिँ म गाडीमा छु राजकुमारसँग अनि आज कलेज जानु छ अनि अस्ति नै मैले भ्लग त्यो सकाएन कि किनकि अँध्यारो पनि भइसकेको थियो नि त अनि अँध्यारोमा मलाई अलि चलाउनु गाह्रो लागिरहेको थियो अनि त्यही 10-15 लाख त हान्यो होला होइन मैले पनि त्यो तर गाह्रो भइरहेको थियो क्या कस्तो रातो आएको अस्ति हामी भक्तपुर गएको त्यो ल्यापवाला भिडियो अपलोड भइसक्यो सो अलराइट गाइस अहिले चाहिँ म गाडीमा छु होइन मैले अहिले भ्लग गरेको बिग्रे रहेछ क्या हामी भक्तपुर गएको थियौँ यस्तै हुन्छ जब चाहिँ खिच्न सजिलो छ एडिट गर्न गाह्रो मैले एडिट गरेर 2टा भिडियो हालिदिसकेँ यसको यसले त डट टेबलको भिडियो कन्टिन्यू गरेर अझै पनि भक्तपुरवाला भिडियो हो यो याद ला मैले औठी लाउनु बिर्सेँ के हुँदैन आज त के हुँदैन भन्छ त ल सो गाइस आज चाहिँ म कलेज जान लागेको अब म तपाईँहरूले बाइकमा भेट्छु एकछिनमा त्योभन्दा अगाडि मैले फर्म भन्नुपर्ने सरले मार्छ यार त कुकुरनीलाई मार्छु भन्दै सरले अघि मलाई अब जाने हो सरको अलिकति गाली खाने अनि आउने मेन चाहिँ बाइक लिन यसलाई आज मैले बाइकमा पठाइदिन आँटेको क्या कलेज पनि होइन कति गाडीमा यस्तो जाम हुन्छ एडिट गर्न पर्यो भन्न मेरो एडिटिङ पनि गर्नु छ मलाई टाइम मिल्छ प्लस तेरो भ्लगिङ पनि हुन्छ नि त फेरि भ्लग गर्दा चाहिँ कुदाउँदैन जब क्यामेरा अफ हुन्छ अनि त्यो बानी नहुँदो रहेछ क्या सो अलराइट गाइस अहिले चाहिँ म राजकुमारको पसलबाट निस्किसकेँ होइन अनि अब त्यहाँ फर्महरू भर्नुपर्छ किनकि मैले पहिला नि भरेको थिएन नि त अनि म कलेज नजानुको रिजन चाहिँ टन्नै छ होइन त्यो नभन्नु होला किनकि मलाई मेन कुरा त कोलाई नि एक्लै छोडिरहेको हुन्छु नि त टाइममा अहिले चाहिँ एक्लै बस्ने भइरहेको छ न त पहिला त बस्दैन थियो नि त अनि त्यसले गर्दा नि म कलेजहरू त्यति जाँदिनँ थिएँ मम्मीहरू पनि अनि छिटै जानुहुन्छ नि त अफिस अनि मम्मीहरूको अफिस त्यस्तै हो क्या बिहान 8 बजी 9 बजीतिर जानुहुन्छ अनि अलिक ढिला आउनुहुन्छ क्या 6-5 बजीतिर अनि त्यही भएर म त्यतिखेरसम्म चाहिँ कोक हेरेर बस्थेँ अब यहाँबाट सिधा कलेज जाने अनि कति पैसा तिर्नु नि पर्छ होला सायद होइन त्यो फर्मको लागि मलाई थाहा पनि छैन क्या मसँग क्यास चाहिँ छैन मसँग फेरि फोन पेहरू मात्रै हुन्छ है त्यो हुन्छ क्या यहाँबाट जाउँ न है सो भ्लग गर्दै बाइक चलाउनु चाहिँ अलिक गाह्रो लाग्छ है मलाई त्यो स्पिडहरू चलाउँदा फेरि क्यामेरा अफ भयो भने चाहिँ चलाउन सकिने क्या त्यो बोल्दै नबोलेपछि चाहिँ स्पिड कन्ट्रोल हुनसक्छ है नत्र मलाई गाह्रो लाग्ने कि यो गरौँ कि त्यो गरौँ नि अनि चलाउँदाखेरि म बिस्तारै चलाइरहन्छु है त्यो भ्लग गर्दाखेरि चाहिँ सो म अहिले चाहिँ कलेज पुग्न आँटेँ होइन अब यहाँबाट 2 मिनटमा कलेज पुग्छु सायद म 2 मिनट बढी नै लाग्ला है अलि यहाँ मान्छे खै के पो बाटो ऊ छ भन्दै थियो बन्द छ जस्तो भनिरहेको थियो मलाई थाहा छैन होइन होइन कुरा सुनेको मैले अनि यता तलको चाहिँ बन्द होला हौ यता माथिको त होइन होला है सायद अनि हाम्रो नयाँ कलेज हो कि स्कुल चाहिँ यहाँ खुलेको छ है हाम्रो साइपलको कलेज चाहिँ एकदम राम्रो हो क्या साइपल पनि है एकदम बुझ्ने क्या स्टुडेन्ट्सहरूलाई बुझ्ने त्यो पढाइ मात्रै बाहेक त्यो ऊ पनि गराउने क्या स्पोर्ट्स एक्टिभिटीहरू पनि राम्रो छ सबै राम्रो हो क्या यो साइपलको चाहिँ झन् डेन्जर ठुलो बनाएछ है अरे म त मान्छे धेरै हुने बित्तिकै एकदम नर्भस हुन्छु क्या फेरि बाइक कहाँ हान्ने हो यहाँ चढाउन गाह्रो छ क्या दाइ हेलो सुन्छु न खै म स्टुडेन्ट हो सन्चै हुनुहुन्छ म पनि ए होइन छोपेर त्यस्तो सर जानुभयो ए ऊ त घरमै छ एडिट गरिरह म उता गएको ल अहिले भेट्छु नि कलेज आयो यार के गर्ने हो रे त्यही त है हो नि ल भ्लगमा आउँछु ल बाई सो मैले चाहिँ भर्खर फोटो खिचेर आएको होइन मैले यहाँ फर्ममा फोटो पर्छ भनेर बिर्सिसकेको थिएँ अनि फोटो खिचेर ल्याएको छु क्यामेरामा बोल्नु ल खै के बोल्नु राजकुमारको भ्लगमा बोल्नु हुन्थ्यो त ए ऊ कामले अहिले भिडियो हाल्नुपर्छ नि त
अब पर्सि हो कि कहिले शनिबार प्रोग्राम छ होइन त्यतिखेर ल्याउँछु नि झमक्का हुन्छ बाई बाई हस् सो गाइस मैले चाहिँ फर्महरू सब फिलअप गरेँ होइन अनि 2200 मेरो फाइन लागेको रहेछ किनकि अगाडि गएको भए 11 हुन्थ्यो अनि म लास्टै ढिला गरेँ क्या 1-2 हप्ता बढी नै ढिला गरेँ है मैले त्यो हिँडेको थिएँ नि त म अनि कलेज आउनु भएको थिएन अनि त्यही आज चाहिँ जसरी नि जान्छु भनेर आएको है कलेज छ्या गाह्रो के फर्म एउटा भर्नको नि कहिले एउटा मिस्टेकले गर्दा होइन 2 चोटि भरे यार मैले एउटै कुरो जस्तै जाऊ क्या खा सो गाइस अहिले चाहिँ म राजकुमारको पसल आइसकेँ अनि यहाँ आइसक्रिम खाँदैछ है सबैजना मिलेर हेर्न कति ठुलो लिएको उसले चाहिँ उसको जा अब तेरो जुठो खाँदैन र मलाई त थोरै हाल्दै उसको चाहिँ दुईटा धर बनाएछ 2 दिन अगाडि गरेको ब्लग भर्खर अपलोड हुँदैछ ल त्यही हो आजको लागि चाहिँ यति नै बाई बाई राम्ररी हेरिदिनु होला इन्जोय गर्नु होला अनि